सम्माननीय सभामुख महोदय, भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकमा छलफल चलिरहेको छ, सैद्धान्तिक पाटोमा छलफल चलिरहेको छ। सरकारले अध्यादेश मार्फत नै यो विधेयक ल्याउन खोजेको थियो, तर केही दलहरूको विरोध र दलभित्रै सरकारभित्रैको आफ्नो मतभेदका कारण अध्यादेशबाट ल्याउन सक्नु भएन र ल्याएको भएको पनि यसका कन्सिक्वेन्सेस के हुने थियो भन्ने कुरा सरकारलाई राम्रोसँग थाहा थियो। यद्यपि यो फुल हाउसमा सदनमा प्रस्तुत गरिएको छ र सरकार फेरि यो फुल हाउसबाटै समितिमा छलफल नगरिकन पास गराउने प्रयास गरिरहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतकज्यू सहित प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकज्यूहरूले यसमा खरो र दह्रो अवरोध सिर्जना गरेपछि र यसलाई समितिबाट विरोध छलफल गरेर यसलाई पास गरिनुपर्छ भनेपछि अहिले समितिमा जानको लागि प्रक्रियामा अगाडि बढ्दैछ भन्ने मैले विश्वास लिएको छु। नेपालको संविधान र संविधानका विभिन्न धाराहरूले मौलिक हक सुनिश्चित गर्दै नेपाली नागरिकलाई भूमिहीन बन्न दिँदैन भनेको छ र घाँस बाँस कपाससँगै बाँसको व्यवस्थाको पनि सुनिश्चित गरेको छ मौलिक हकले। तर व्यवहारमा हामीले कति उतारेका छौँ त र व्यवहारमा उतार्ने पाटोमा राज्यले कति भूमिका निर्वाह गरेको छ त भन्ने पाटो निकै महत्त्वपूर्ण पाटो हो। आज म भूमि व्यवस्था सहकारिता गरिबी निवारण मन्त्रालयका माननीय मन्त्रीज्यू सदनमा उपस्थित हुनुहुन्छ, म यहाँलाई सोध्न चाहन्छु, सुशासनको पाटोमा हामीले कति सुधार गर्यौँ र साँच्चै नेपालमा अहिले उपलब्ध भएको हामीसँग उपलब्ध भएको तथ्याङ्क यो करिब 15 लाखभन्दा बेसी भूमिहीन छन् र 3000 जतिलाई 3000 भन्दा अलिक बेसीलाई हामीले भूमि बाँडियो, लाल पूर्जा बाँडियो भनेर भन्दै गर्दा यो तथ्याङ्कमाथि कति क्रेडिबिलिटी छ, विश्वसनीयता कति छ र कुन प्रक्रियाबाट हामीले यी तथ्याङ्कहरू निकाल्यौँ र हामीले निकालेको तथ्याङ्कमा साँच्चै यी 15 लाखभन्दा बेसी मान्छे भूमिहीन हुन् भने यसको सुनिश्चित कसरी गर्न सकिन्छ त यसको जवाब खोज्नको लागि म केही कुरा अनुरोध गर्न चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सम्मिलित भएको थियो र छोटो समयमा करिब 4 महिना सरकारमा रहँदै गर्दाखेरि हामीले एउटा विषयलाई बेसी जोड दिएका थियौँ, त्यो हो गुड गभर्नेन्स। जब गुड गभर्नेन्सको पाटोमा हामीले सुशासनको पाटोमा पद्धति सुधार गर्न सक्दैनौँ, हामीले जतिसुकै भाषण गरे पनि सुधारको प्रक्रियामा काम गर्न सक्दैनौँ। म माननीय मन्त्रीज्यूलाई सम्भव हुन्छ भने भूमि व्यवस्थालाई एनआइडीसँग राष्ट्रिय परिचय पत्रसँग इन्टिग्रेट गर्ने पाटोमा अहिले कदम किन नचाल्ने? जुन प्रक्रिया राष्ट्रिय परिचय पत्रलाई डिजिटल प्रणाली मार्फत बायोमेट्रिक विवरणहरू उपलब्ध गराएर उसका विवरणहरूलाई राष्ट्रिय परिचय पत्रसँग जोडेर भूमि व्यवस्थासँग इन्टिग्रेट गरियो भने त्यो नागरिक नेपालको नागरिकले जुनसुकै देशको जुनसुकै कुनामा पनि भूमि दर्ता उसको नाममा दर्ता स्रष्टा कायम गर्दै गर्दा ऊ सुकुम्बासी हो कि सोबासी हो कि भूमिहीन हो कि विस्थापित भएको हो कि भने त राज्यले सहजै रूपमा चिन्न सक्छ त। राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्येक नेपालीको मौलिक हक सुनिश्चित गर्नको लागि सदैव तयार छ, सदैव तत्पर छ र सुशासन सहित प्रत्येक नेपाली नागरिकले घाँस बाँसको सुनिश्चित गर्नुपर्छ, त्यो राज्यको तर्फबाट गराउनुपर्छ भन्ने पाटोमा निश्चिन्त छ। तर सम्माननीय प्रधानमन्त्रीज्यू भ्रष्टाचार गर्दिन, सुशासन कायम गर्छु भन्नुहुन्छ, तर नाकै मुनि भइराख्ने भ्रष्टाचारलाई नजरअन्दाज गरिदिनुहुन्छ। राज्यकै निकायबाट विस्थापित बनाइएका र सुकुम्बासी बनाएका नागरिकलाई बासको व्यवस्था गर्न सक्दैन। मेरै निर्वाचन क्षेत्र विशेष गरी बाइपास क्षेत्रमा 2072 सालमा सडक विस्तारको प्रक्रियामा त्यहाँ केही सोबासी नागरिकहरूलाई करिब 5 घर सोबासी नागरिकहरूलाई विस्थापित गराउँदै गर्दाखेरि आज उनीहरू सुकुम्बासी बनेका छन् र राज्यको प्रत्येक निकायमा ढोका ढकढकाइरहेका छन्, तर राज्यले उसलाई चिन्दैन। अनि सरकार भन्दैछ आज हामी भूमिहीनहरूलाई भूमि बाँड्छौँ। कति भूमि छ नेपालमा, कति भूमि छ र कति नेपाली जनतालाई भूमि बाँड्छौँ हामी? राज्यले त अब सुशासन मार्फत पद्धति मार्फत प्रत्येक नागरिकलाई बासको व्यवस्था गर्नको लागि के गर्नुपर्छ र राज्यबाट एकचोटि दिइने त्यो भूमि साँच्चै उसले प्राप्त गरिसकेपछि त्यसको सदुपयोग हुन्छ कि हुँदैन भन्ने पाटोबाट र साँच्चै सुकुम्बासीहरूलाई हामीले भूमि उपलब्ध गराउँदै गर्दाखेरि उसको डेटामा राष्ट्रिय डेटामा त्यो सही हो कि होइन भन्ने पाटोबाट हामीले हेरिनुपर्छ। यति भन्दै बाँकी यो विधेयकलाई समृद्ध बनाउनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समितिमा हामी संशोधन राख्नेछौँ र त्यो प्रक्रियाबाट भाग लिएर यो विधेयकलाई समृद्ध बनाउँदै प्रत्येक नेपाली, प्रत्येक भूमिहीन सोबासी र विस्थापित भएर बनेका सुकुम्बासी प्रत्येक नेपालीलाई बाँस र भूमिको व्यवस्था गर्नको लागि राज्यको तर्फबाट सुनिश्चित गर्नको लागि हाम्रो उपस्थिति रहनेछ भन्ने कुरा राख्दै म मेरा भनाइलाई अन्त्य गर्छु। धन्यवाद।